हेलो सबैजनालाई मेरो फर्स्ट मिनी ब्लगमा स्वागत छ। मेरो दिन चाहिँ बिहान 7 बजे छोरीसँगै उठेर सुरु हुन्छ। त्यही हो, त्यसपछि उठ्ने, आफ्नो बिहानको नित्य कर्महरू सक्ने है, भगवानलाई सम्झिने, धुपाल्छु मनबाटै सम्झिएर के गर्नु, यतिकै अब चिया बनायो श्रीमानलाई दिनु, आफू पिउनु। छोरीलाई चाहिँ मैले बिहान सधैँ ब्रेकफास्टमा विदाउट ओइलको स्क्रैम्बल एग बनाएर दिने गरेकी छु। त्यतिकै केही पनि नहालिकन एकदम सादा स्क्रैम्बल एग मनलाई जति खान्छन् खुसी लाग्छ। आफ्नो बच्चाले खाइदियो भने पनि, थोरै खाइदियो भने पनि धेरै नै खुसी लाग्छ नि त। अनि के साथीहरू, म चाहिँ नयाँ क्रिएटर युट्युबमा भर्खर 2-3 दिन भयो च्यानल ओपन गरेको। मेरो भाइको इन्करेजिङ कुराहरूले गर्दा म युट्युबमा लाग्न खोजिरहेको छु है। मलाई उसले 1 महिनाको टाइम फ्रेम दिएको छ कि लाइक 1 महिनाभित्र तैँले 1K सब्सक्राइबर पुऱ्याइस् भने म तँलाई गोप्रो किनिदिन्छु, त्यसबाट अनि भिडियोहरू बनाउने सजिलो हुन्छ भन्दै। अनि बुझेको एडिटहरू गर्नलाई अब हुन्छ नि अलिकति सजिलो हुने रहेछ त्योबाट। सो यदि तपाईँहरू मलाई कतै न कतैबाट सुन्दै हुनुहुन्छ वा हेर्दै हुनुहुन्छ भने मेरो युट्युबलाई चाहिँ सब्सक्राइब गरिदिनु न है। 1K पुऱ्याउन हेल्प गरिदिनु प्लिज, सो द्याट आई क्यान गेट अ गोप्रो। मेरो भाइ चाहिँ मलाई सधैँ मोटिभेट नै गरिरहेको हुन्छ, केही गर्नुपर्छ लाइफमा, अब यतिकै बसेर हुँदैन, अब त त्यही टाइम छ घरमा छोरीलाई हेर्दै बस्ने, अनि सानोतिनो कन्टेन्ट क्रिएट गर्ने, आफ्नै एउटा सानो कम्युनिटी बनाउने भन्छ। अनि खुसी लाग्छ मलाई मेरो भाइ अनि दिदीहरू कति धेरै सपोर्टिभ हुनुहुन्छ। सबैजना मेरो श्रीमानले पनि बनाउ न के हुन्छ र, भए राम्रो हुन्छ, नभए एउटा लेसन हो, केही न केही चाहिँ सिकिन्छ भन्नुहुन्छ। अनि सबैको यस्तो हौसला पाएर नै मैले यतिको आर्ट गरेको छु। एउटा हाउसवाइफ भएर पनि अहिलेको डिजिटल वर्ल्डमा आफूले चाहे जे नि गर्न सकिन्छ भन्ने एउटा इक्जाम्पल सेट गराउन अघि बढ्दैछु। आशा छ हजुरहरूको साथ सपोर्ट पाउनेछु। युट्युबलाई मैले अब मेरो फुल टाइम दिने कोसिस गरिरहेको छु। कसरी अघि बढ्न सकिन्छ, के गर्दा अझ राम्रो हुन्छ होला भन्ने सिक्दैछु। भिडियोहरू एडिट गर्न अनि भोइस ओभरको लागि सेल्फ कन्फिडेन्स बिल्डअप गर्दैछु। देख्दा जस्तो सजिलो हुँदैन रहेछ आफैले बोलेर भिडियो बनाउनले चाहिँ है। अनि अरूले सजिलै गरेको देख्दा मनबाट एकदम धेरै नै रेस्पेक्ट आउँछ कि मलाई चाहिँ। मान्नै पर्छ, यो सब गर्नको लागि एकदम धेरै आर्ट चाहिन्छ जस्तो लाग्छ मलाई। आफ्नो डे टु डे लाइफ इन्टरनेटमा यसरी पेस गर्न, अनि हुन्छ नि यसरी बोल्दै बनाउन चाहिँ अलिक हिम्मत नै चाहिने छ। सो त्यही हो, आशा छ यो फिल्डमा म पनि अघि बढ्न सकूँ, अझ धेरैभन्दा धेरै डे टु डे लाइफदेखि ट्राभल ब्लग्सहरू अपलोड गर्न सकूँ। अनि हजुरहरूले त्यो सब गर्नमा मलाई साथ सपोर्ट दिनुहुनेछ आउने दिनहरूमा है। प्लिज मलाई 1K सब्सक्राइबर पुग्न चाहिँ हेल्प गरिदिनु न, सो द्याट आई क्यान गेट अ गोप्रो माइसेल्फ। यति नै आजको मिनी ब्लगमा। बाई, टेक केयर सबैजनालाई।